हजुरलाई अहिले देखाउन लागेको फ्ल्याट चाहिँ तपाईँको स्वयम्भू ठ्याक्कै विजेश्वरी मन्दिर नजिकै पर्छ। तपाईँको स्टार्टिङ गर्ने बेला एकदम ठुलो छ है रुम चाहिँ। यो तपाईँको लिभिङ रुम भयो। अनि त्यसपछि लिएर तपाईँको यहाँनिर बेडरुम छ। लु बेडरुम हेर्नुहोस् कत्रो ठुलो छ त आमा। अनि त्यसपछि लिएर अर्को बेडरुम भयो यहाँनिर, दुईवटा बेडरुम। अनि त्यसपछि लिएर यो सिधाको कोठामा चाहिँ बेडरुम विथ अट्याच वासरुम हो है। यो चाहिँ धेरै ठुलो छ है, धेरै चाहिने भन्दा ठुलो कोठा बनाएर ए एकदम ठुलो छ। जस्तै यो तपाईँको लिभिङ रुमै एकदम ठुलो छ। अनि जस्तै यो तपाईँको जेनरल वासरुम भयो। ठ्याक्कै तपाईँको यो थर्ड फ्लोरमा 3 BHK हो है। तपाईँको किचन भयो। अनि किचनको चाहिँ तपाईँको यहाँनिर जस्तै पेन्ट्री भन्नुहुन्छ कि स्टोर रुम भन्नुहुन्छ है ठ्याक्क। त्यसपछि लिएर बाल्कनीको एक्सेस भइहाल्यो। अनि म तपाईँलाई अब भ्यू देखाइदिन्छु है। टप फ्लोरमा हो, रुम त यसै राम्रो उसै राम्रो भइहाल्यो है। अब तपाईँको भ्यू हेर्नु है, यहाँबाट यति राम्रो भ्यू देख्छ कि तपाईँको स्वयम्भू त आँखै अगाडि छर्लङ्गै। स्वयम्भू त यहाँ आँखा अगाडि छर्लङ्गै। तपाईँको भ्यू हेर्नुहोस् एकदम ठुलो छ है। यो भ्यू त भइहाल्यो। कोठाको कुरा गर्नुहुन्छ भने कोठा त एकदम मनपर्ने, जो आयो भने हेरे पनि ल भन्ने खालको छ है कोठा चाहिँ। यही हो ठ्याक्कै थर्ड फ्लोरमा तपाईँको 3 BHK।